उहाँ नै हो प्रब्लम भयो मलाई चाहिँ उहाँले हामीलाई भनिरहनु भएको थियो कि यो कन्स्ट्रक्सनको बारेमा इन्ट्रेस्ट थियो अनि तपाईँ एकदमै नलेजेबल हुनुहुन्छ भनेर उहाँ नै हो यति यहाँ जति पनि जे बनिरहेछ नि उहाँकै थ्रुबाट हो अहिले भर्खर तपाईँले घर हेर्ने भने नि उहाँको आइडिया हेर्नुहोस् हाम्रो नेवारी घर भने आउनुहोस् भित्र यो पनि सबै उहाँकै डिजाइनिङ हो सबै भने मतलब यो सबै पुरानै हो तर हेर्ने चाहिँ उहाँले नै हो सबै यो चाहिँ एउटा वाकुन्चा यो ठाउँको नाम चाहिँ वाकुन्चा भन्छ यो किनभने यो तपाईँको लाइनबद्ध रूपमा जुन घरको स्ट्रक्चर बनेछ नि यो जाँदा 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 सानो ठाउँ साँघुरो हुँदै गएको भएर जब किर्तिपुरमा आक्रमण भएर सबैलाई लखाट्यो नि त्यो बेलामा चाहिँ तपाईँको सबै ठाउँमा झगडा गरेर जित्यो सेनाले तर यो ठाउँमा चाहिँ उनीहरू छिर्न नै सकेन किनभने यो ठाउँको बाटो अलगै छ किन घरबाट अर्को ठाउँ निस्किने बाटो हामीलाई पनि कहिलेकाहीँ कन्फ्युज हुन्छ हामी यहीँकै भयो भने हाम्रो घर चाहिँ यही हो हामीले अहिले बनाएको यो घर चाहिँ हामीले नेवारी कल्चरको हिसाबमा पनि बनाएको घर हो यो चाहिँ एकजना व्यक्तिको हामीले किनेर चाहिँ अब भनौँ न 60जना यस्तै टोलवासी दाजुभाइहरू मिलेर चाहिँ लिएर यो बनाएको अहिले हाम्रो यो पुरा चाहिँ भएको छैन यसलाई चाहिँ झ्वाङ्गा भन्छ झ्वाङ्गा भनेको गहिरो भएको ठाउँ हैन अनि यसलाई चाहिँ धेरै जसो इतिहासबद्ध रूपमा जाने हो भने यो एरियामा चाहिँ कोही पनि आएर त्यति एट्याक गरेर त्यस्तो गर्न नसकेको यो घर चाहिँ हाम्रो यो घर चाहिँ हामीले बनाएको अहिले चाहिँ यो पुरानो भएको यो जति पनि यो पुरानो छ नि यो सबै चाहिँ हामीले माटोलाई चाहिँ नभियोस् भनेर यसमा चाहिँ सुर्की भनेर थाहा छ सुर्की भने यही इँटालाई चाहिँ मेसिनमा पेलेर अनि चुना हुन्छ नि पानमा हाल्ने चुना र त्यो मिक्स गरेर लेप लगाएको यो चाहिँ तपाईँको अब प्रुफ यस्तो भयो कि पानी आउँदा जति पानी आयो यसले तान्ने भयो भित्रभित्र बलियो भइरहेको छ यसलाई चाहिँ गमलामा हामीले फुल रोप्दा पानी दिन्छौँ नि यसरी बलियो भइरहेको छ यो जति पनि इँटा छ नि हामीले सबै पुरानै किनेर राखेको यो इँटा चाहिँ पहिला बनाउँथ्यो होइन बनाउँथ्यो यो चाहिँ अब तपाईँको सायद काठमाडौँमा दरबारहरू बनाउँदा मात्रै हुन्छ यसलाई मा अपा भन्छ जुन अहिले जुन अब हजुरहरूले घर बनाए हामीले घर बनाए कि चाइनिज इँटा हुन्छ कि लोकल इँटा हुन्छ यो चाहिँ तपाईँको दरबारको इँटा अब यो चाहिँ हजुर माथि पनि जाने कि मिल्छ घरै हाम्रो हो किन नमिल्नु अहिले यो चाहिँ तपाईँको अरू भन्दा अलिकति भिन्न छ है यहाँ ठाउँ पनि बत्ती नि छैन यसरी भर्याङ हालेर यहाँ चाहिँ हामीले पिसाब फेर्ने र जुन जम्मा गर्छ नि यस्तो चिज बनाएको भयो अहिले मोडिफाई हिसाबले हामीले चाहिँ यहाँ चाहिँ किचन राख्ने हिसाबले बनाएको भयो यो चाहिँ तपाईँको यसरी यो चाहिँ सबै काठको भयो यो है बिस्तारै आउनु होला है फेरि बत्ती सती केही छैन अहिलेसम्म कति इन्भेस्टमेन्ट छ यो करोडौँ रुपियाँ गइसक्यो अझ पनि गाह्रो छ अब अझै पनि हाम्रो टार्गेट चाहिँ 50 लाख चाहिन्छ फाइनल फिनिसिङको लागि अब तपाईँको होमस्टे भने त जसरी पाए त्यसरी बनाउनु भएन अब गेस्टको लागि चाहिने सबै चिज त राखिदिनु पर्यो यस्तो अहिले पनि हामीले यो कालो माटो थुपारेछु यो सबै प्लास्टरको लागि कालो माटो यो किनेर ल्याएको हामीले यो किनेर ल्याएर यो लेप लगाउनको लागि यो लेप लगाउने यो माटै हो कालो माटो यसलाई भिजाएपछि तपाईँको यसो तान्दा पनि लामो भएर आउने टाइपको पहिला पनि त्यस्तै चलाउँथ्यो हैन यो चाहिँ तपाईँको जहाँ पाए त्यहीँ पाउँदैन किनभने तपाईँको धेरै गहिरो इनार खन्छ नि त्यस्तो ठाउँमा मात्रै पाइन्छ यो चाहिँ अब तपाईँ दुर्लभ चिज हो यो चाहिँ पाउन गाह्रो छ यो चाहिँ सबै जति पनि हाल्यो नि यो पुरानै दलिन नयाँ कुनै राखेको छैन सबै पुरानो तर भित्रसम्म बलियो मात्रै मतलब त्यो यो जुन रन्ना सन्ना नलागिकन किन राखेको भने यो चाहिँ पुरानै देखाउनको लागि चाहिँ यस्तो पुरानै चिज राखेको छैन अनि यो चाहिँ यस्तो भयो यो चाहिँ जति पनि यो यस्तो राखेको छु नि यो घरभित्र चाहिँ डेकोरेसनको लागि राखेको यो चाहिँ यहीँ भएको यो पुरानो यो चाहिँ किनभने
यो पहिला अजा अजीहरूको फोटो राख्ने ठाउँ हुन्छ नि त पहिला पो अब तपाईँको फ्रेममा राखेर राख्छ नि त त्यो बाजेहरूको अब त्यस्तो पुरानो भयो भने यसो सजाएर राख्ने हिसाबले हामीले यो बनाएको अब यो झ्याल हुन त अब स्ट्रक्चर अनुसार अरू पनि हाल्न सकिन्छ यस्तै हालेको कारण चाहिँ यो कतै पनि अब भेटिँदैन त्यो हिसाबले अब यो चाहिँ तपाईँको यो चाहिँ कभर गरेको चाहिँ किनभने भोलि पर्सि आएर त्यस्तो धुवा धुलो होइन पानीले चाहिँ यसलाई चाहिँ संरक्षण गरोस् भन्ने हिसाबले हालेको भयो यो चाहिँ सबै दलिन चाहिँ अब हुँदै नहुनेमा चाहिँ नयाँ ल्याएर राखेको यो सबै यसलाई चाहिँ यो मेन यो चुकुल यो तपाईँको जति भूकम्प आए पनि यो यसरी भाइब्रेसन हुँदा यसले उता जान नि दिँदैन किनभने उता पनि हुन्छ यता पनि हुन्छ यस्तो दुई साइडमा यो हल्लिन्छ तर यसले चाहिँ फाट्न दिँदैन स्पेस पनि हुन्छ त्यो हो यो अनि ओभरल्याप गरेको छ नि त यसमा पनि भित्र चुकुल हाले हुन्छ तलसम्म यही सेमै हाले हुन्छ त्यति बेला पहिला त्यो काँटी हुँदैन काँटी एउटा पायो भने त धेरै ठुलो कुरा हो नि त त्यो बेलामा तपाईँको काँटी नि हुँदैन मेरै घरमा मैले भत्काउँदा काँटी भन्ने पनि छैन सबै माटोले मात्रै लिपेको अब भर्याङमा त तपाईँको डोरीले बाँधेर भर्याङ राखेको हुन्छ अनि यो चाहिँ के हो यो चाहिँ तपाईँको अघि मैले भने नि सुर्किनी भयो यो सुकेपछि यसमा चाहिँ लेप लाउने अनि यो माटो यो खाल्डो बनाएको कारण चाहिँ तपाईँको यो माटो प्लास्टर जस्तो हान्ने यसमा चाहिँ के हाल्नुपर्छ भने तपाईँ यो माटो भयो अनि भुस भयो गोबर भयो मिक्स गरेर यसलाई 2-3 महिना रेस्ट गर्न लाएर नरम भएपछि अनि लेप लाउने अनि यसमा बस्दा तपाईँको सर्दी नि हुँदैन गर्मी मौसम अनुसारको जुन क्लाइमेट आउँछ नि त्यही अनुसारको उसले एब्जर्ब गर्छ किनभने गर्मीमा शीतल बनाउँछ जाडो महिनामा न्यानो बनाइदिन्छ अब तपाईँ हाम्रो ढलान घर त त्यो होइन गर्मीमा गर्मी नै चिसोमा चिसै त्यस्तो टाइपको अनि हाम्रो माथि चाहिँ लास्ट ठाउँ भयो यो चाहिँ तपाईँको यस्तै हल जस्तै बनाएको भयो यो पनि पुरै पुरानै भयो होइन अनि यहाँबाट बाहिर चाहिँ यो कौशी भयो यो चाहिँ तपाईँको यो एरिया चाहिँ यहाँबाट चाहिँ माथि अझै यो एरिया वाइज चाहिँ हामीले चाहिँ फेरि यस्तो यही राखेको छु झिङ्गे टिनी राखेको छु किनभने यो पुरानो हो होइन पुरानै शैलीले बनाउनु पर्छ भन्ने हिसाबले यो तपाईँहरू जस्तो बाहिरको मान्छेले पनि धेरैले हेर्न आउनु भएको छ होइन त्यो धेरैले चाहिँ यो एउटा चाहिँ नमुनाको काम गर्नु भएको छ भन्छन् किनभने अब फाइनेन्सियल्ली प्रब्लम भने त जहिले नि हुँदैन होला कुनै न कुनै दिन राम्रो भयो भने होइन यसलाई पनि हामी राम्रै बनाउने चाहिँ विचारमा छु हामी अनि यो एरिया चाहिँ यस्तो अहिले पनि हेर्नु न यो भत्किएर भूकम्प होइन अस्ति मात्रै गएको सबै तपाईँको इँटा पनि माटो होइन गाह्रो लगाउँदा जुन सिमेन्टको युज गर्ने पनि माटो अनि यो तपाईँको छोपेर राखे मात्रै भयो भने अहिले झन् परेवा बसेको छ नि त्यो घरमा तपाईँको धेरै घरभरि गयो भने हजारवटा इँटा नि पाकेको हुँदैन त्यो पनि आफैले पोल्ने हो त्यो पहिला आफैले दाई हुन्छ दाईमा छाप्यो निकाल्यो अनि त्यो पोल्ने केले परालले मात्रै अनि पराल छोपेर आगो लगाइदिने जति पाक्यो नपाकेको सबै त्यतिकै यसो गाह्रो लाउने अनि त्यही पकाइदिन्छ होइन तपाईँको ठाउँ चाहिँ बनाउँछ एरिया त्यो एरियामा चाहिँ अब पराल त नेवारहरूकोमा त टन्नै हुन्छ अब जति खेत हुन्छ त्योभन्दा बढी नै हुन्छ अनि त्यो ल्याएर आगो बाल्ने अब त्यसको राग हुन्छ नि त अब तपाईँको रागले बिस्तारै पाक्दै जान्छ पहिले त तपाईँको कस्तो भने मौसम अनुसारको मात्रै पानी पर्छ नि त अहिले जस्तो बेमौसममा बेटाइममा जे पनि हुने क्लाइमेट पनि ज्ञानी थियो नि त त्यो बेला होइन भगवान् हुनुहुन्छ अहिले पो अब तपाईँले पानी पार्ने हो भने एउटा केही छोडिदियो भने पानी आउँछ भन्छन् होइन त त्यो बेलामा त्यस्तो थिएन होइन ठाउँ पनि अलग्गै थियो त्यही हिसाबले त्यसरी गरिन्छ यो सबै यहीँ कोहीलाई हामीले रिनोभेसन मात्रै बनाएको जुन चाहिँ अब यो नयाँ छ नि यो चाहिँ किनेर राखेको भयो यो चाहिँ यहीँ भएको घरमै भएको यो पनि कुन ट्रीको काठ हो यो सालको यो सालको एउटा गुण के छ भने लडे पढे खरे भन्छ त्यसको अर्थ चाहिँ के लडे भनेको भुइँमा हजारौँ वर्ष भयो नि त्यो भित्र चाहिँ मजबुतै हुन्छ खरे भनेको सिधा जति बस्यो नि त्यसलाई तपाईँले युज गर्नु पऱ्यो भने त्यो जहिले नि बलियो हुन्छ भित्रसम्मै अनि पढे भनेको पानीमा जति परोस् पानीले ढुसी आउँछ भन्छ नि तर होइन माथिको चाहिँ लेयर आउँछ भित्र चाहिँ त्यो जुन छन् उसको भित्र जुन मजबुत छ नि त्यो बसिरहेकै हुन्छ त्यही भएर लडे परे खडे
त्यस याद गर्न पनि शब्द त्यसरी मिलाएको बाजेहरूले यो चाहिँ यसलाई के भनिन्छ हजुरलाई थाहा छ यो चाहिँ नेवारीहरूको मूल ढोकामा हुन्छ मेन इन्ट्रान्स गेटमा यो चाहिँ तपाईँको किन जुन घरमा यो हुन्छ नि यो चाहिँ यहाँबाट चाबी हुन्छ खौ यस्तो परेर तपाईँ यहाँ एउटा छिराउने हुन्छ अनि त्यहाँ एउटा कभर हुन्छ चुक्कुल हालेको त्यो चुक्कुललाई यसरी यसरी खोल्ने हो त्यो नखोलिकन तपाईँले यसरी ठेलेर जाँदैन जुन अब अहिलेको नयाँ अब तपाईँलाई के भन्नु होइन इलेक्ट्रिसिटी अब जुन त्यस्तो लक हुन्छ नि भित्रबाट रिमोटवाला सेम त्यस्तै सिस्टम यो चाहिँ मेन गेटमा मात्रै हुन्छ यो सिक्योर यो चाहिँ तपाईँको यस्तो टाइप अनि यो चाहिँ थाहा छ यो तपाईँलाई थाहा छ यो घरमा यो घरभित्र अजा अजी नाति पनाति छोरी ज्वाइँ कतिजना बित्नु भयो कतिजना यहाँ यो घरबाट प्राण त्याग भयो बित्नु भयो भने यो पूजाको दिनमा 1 2 3 4 यसरी किल्ला ठोकिन्छ यो चाहिँ के यसलाई चाहिँ प्याकिङ भन्छ यसको नाम चाहिँ प्याकिङ यो यस्तो यस्तो परेको 3टा मुख हुन्छ यसलाई चाहिँ पूजा गरेर ठोकिन्छ यो चाहिँ कसले गुबाजु भने त थाहा होला गुर्जुले पूजा गर्छ अनि ठोक्न लाउँछ अनि तान्त्रिक हिसाबले चाहिँ तपाईँको कुनै पनि नराम्रो होइन हामीलाई चाहिँ सङ्कट नहुने चिज यसले चाहिँ संरक्षण गर्छ भनेर यो ठोकिन्छ यो चाहिँ तपाईँको मरिसकेपछि ठोकिने यसको अर्थ है नबुझेर मैले जानेको हजुरलाई सेयर गरिदिएको यो चाहिँ तपाईँको के थाहा छ त यो यो मूल ढोकामा दायाँ बायाँ अब भगवान विराजमान हुन्छ हाम्रो नेवारले पूजा गर्दा पहिल्यै तपाईँको त्यहाँ गर्छ त्यहाँ के हुनुहुन्छ कुमार हुन्छ कुमार भन्ने बेला गणेश भन्छ होइन गणेश चाहिँ घरभित्र पूजा गर्दै गणेशलाई पूजा गर्छ तर केही तपाईँको राम्रो नराम्रो कार्यक्रम घरमा पूजा आजा गऱ्यो भने सुरुमा चाहिँ मैले तपाईँको अनुमति मागेँ मैले पूजा सुरु गर्छु अनि दाजुभाइ हो नि त कुमार र गणेश होइन अनि उहाँलाई पूजा गरेर अनुमति मागेपछि अनि गणेशलाई पूजा गरिन्छ यसको लजिक चाहिँ यस्तो है अझ